नियति कति क्रूर हुन्छ र भाग्य कति बलियो त्यसको एउटा सजीव तस्बिर बनेका छन् 32 वर्षीय समीर कामी। रोल्पाको थवाङ 1 सल्यापमा बिहिबार दिउँसो जब लु 1 ज 4167 नम्बरको जीप 800 मिटर तल खोजमा खस्यो, त्यहाँ केवल चित्कार र मृत्यु मात्र बाँकी थियो। तर त्यही चिहान बनेको भिरमा समीरले दोस्रो जीवन पाए। छतको यात्रा जसले ज्यान बचायो। पूर्णिमाको मेला भर्न जलजला जाँदै गरेका यात्रुहरूले खचाखच भरिएको जीप जब कच्ची र चिप्लो उकालोमा ब्याग भयो, समीर जीपको छतमा थिए। उनीसँगै अर्का एकजना पनि छतमा हावा खाँदै यात्रा गरिरहेका थिए। भित्री पहाडको बाटो, त्यसमाथि पानी परिरहेको मौसम, जीप एकाएक ढलपल भयो र अनियन्त्रित भयो। समीर भन्छन्, गाडी ब्याग भएर खस्न थाल्यो। हामी छतबाट उछिटियौं। मेरो साथी गाडीसँगै तल खस्यो, तर म अलि पर हुतिएँ। भीमकाया पहाडको 800 मिटर अग्लो भिडबाट खस्दै गर्दा समीरको हातमा एउटा रुखको जरा आयो। कालले पछ्याइरहेको बेला उनले त्यो जरालाई यति कसिलो गरी समाते कि मृत्युले पनि हार मान्यो। उनले समातेको त्यो एउटा जराले उनलाई 20 जनाको ज्यान जाने गरी भएको महाविपत्तिबाट जोगायो। उनका साथी र जीपभित्र रहेका अन्य 20 जना यात्रुको भने समीरको आँखा अगाडि नै अस्ताए। समीरको ज्यान त जोगियो, तर उनीसँगै जलजला मेला भर्न निस्किएका उनकी आमा र भिनाजुले सोही दुर्घटनामा ज्यान गुमाएका छन्। अस्पतालबाट डिस्चार्ज भएर घर फर्किँदा समीरको आँखामा आफू बाँचेको खुसी भन्दा पनि परिवार गुमाएको पीडा बढी छ। निधार, नाक र खुट्टामा लागेको चोट त निको होला, तर आफ्नै अगाडि आमा र आफन्तको अन्त्य भएको त्यो दृश्यले उनलाई जीवनभर पिरोल्ने देखिएको छ। जहाँ 20 वटा परिवारको सपनाहरू छिनभरमै सखा भए, त्यही एउटा रुखको जरामा झुन्डिएर समीरले मृत्युलाई चुनौती दिए। यो घटनाले फेरि एकपटक प्रमाणित गरिदिएको छ, भावीले लेखेको कुरा कसैले टार्न सक्दैन। जसको आयु बाँकी छ उसलाई मृत्युले छोएर मात्र छोड्छ।